उसको र मेरो एउटै समस्या छ। हामी दुवैलाई राति निद्रा लाग्दैन। पीरले, चिन्ताले, सुर्ताले छटपटी हुन्छ अनि हामी दुवैलाई निद्रा लाग्दैन। तर उसको र मेरो अनिद्राको कारण फरक छ। उसलाई देश र समाजको चिन्ता छ। देश कसरी बन्छ, कस्तो नेता चाहिन्छ, कस्तो व्यवस्था जनताको लागि हो, कसरी गर्न सकिन्छ क्रान्ति र परिवर्तन, जनताले कसरी पाउलान् आफ्नो हक अधिकार, कसरी हट्ला भ्रष्टाचार र कुशासन, कसरी आउला सुशासन, मैले के गरे, के गर्दैछु र अब के गर्नुपर्छ, ऊ सोचिरहन्छ, चिन्तित हुन्छ, छटपटाउँछ र निदाउन सक्दैन। अनि म कसरी मेरो घर चल्छ, कसरी यो चुलो जल्छ, कसरी सुल्झाउने हो समस्या, कसरी गर्जो टर्छ, म भइन भने मेरो परिवारलाई कसले हेर्छ, कहाँ पढाउने, के लगाउन दिने, के गरी हुर्काउने, कसरी बढाउने हो छोराछोरी, बुढा बुवा आमालाई रोग लागे के गर्ने, यही सुर्ताले म छटपटाउँछु र सुत्न सक्दिन। ऊ दिन रात झरी बादल दिन साल महिना वर्ष नभनी समाज र देश बदल्ने सोचेर निदाउँदैन। म आफ्नो दैनिकी कसरी बदलेला भनेर गमेर निदाउन सक्दिन। छटपटी अति भएपछि ऊ उठ्छ, सडकमा उत्रिन्छ, आवाज उठाउँछ, नारा लगाउँछ, लड्छ, रगत बगाउँछ, देश समाज जनता र परिवर्तनको लागि ज्यानको बलिदान दिन्छ। अनि म आफ्नो मजदुरीको बोझमा पिल्सिँदै उसले गरेको क्रान्तिको समाचार पढ्छु। उसको बलिदानको खबरले तातिन्छु, जोसिन्छु, सोध्छु, अब मैले पनि लिनुपर्छ देश समाज र परिवर्तनको चिन्ता उसले झैँ। म पनि आउनुपर्छ सडकमा, उठाउनुपर्छ आवाज, बगाउनुपर्छ रगत। ठ्याक्कै त्यही बेला फोन बज्छ। बुढी भन्छन्, बेलुका पकाउने केही छैन, ल्याउनु ल। म खल्ती छाम्छु र चिन्तित हुन्छु। आज चाहिँ कसरी भर्ने होला पेट। म फेरि छटपटाउँछु। उसको र मेरो एउटै समस्या छ। हामी दुवै छटपटाउँछौँ र निदाउन सक्दैनौँ। ऊ देशलाई औधी माया गर्छ, त्यही देश प्रेमले ऊ रातभर निदाउन सक्दैन। त्यसैले त ऊ देशको नागरिक भयो। मलाई मेरो परिवारको सुर्ता छ। म घाँस बाँस र कपासको जुहोमै अल्झिएको छु र त म भिड हुँ।